90 वर्ष भएर नि काम चाहिँ गर्नुहुन्छ अलिअलि? अर्थ त के गर्नु यस्तो पारेछ मकै मकै अनि बिजोग छ यसो कोटेकिन पाए छोराले लगाएर हाल्छ। केले खाएको यस्तो मकै चाहिँ? जम्मै लोखर्केले खा लोखर्केले चरा खाना खानु भयो नि? खाएको हो भर्खर। यहाँ के व्यापार गर्न आएको? होइन, खसी दसैँको लागि खसी लिन आएको। यही डाक्टरको अब यहाँ यसो गाउँतिर खोज्दै खोज्दै हिँडेको अनि खसी हामीलाई 5वटा खसी चाहिएको, सबै घरमा एक एकवटा अनि एक एकवटा अब 2टा। के थर पर्छ? हामी बुढाथोकी, हामी पुरानो घर चाहिँ रामेछाप क्या हाम्रो हो। उनीहरू चाहिँ गिरी, त्यता गिरी टोल छ नि त। किन गिरी टोल पनि छ, पारिपट्टि पुरी टोल छ। पुरी टोल टोलबाट म त्यहाँ रामकोटबाट ओर्लेर पुरी टोलबाट हाम्रो सुदर्शन त भानिच हो नि। ए सुदर्शन अङ्कल हामी चिन्छौँ। सुदर्शन भाइ 2टा मेरो भानिचहरू हो। नन्द बेच्नु गयो नि त यसपालि, मेरो नन्द हो। रमाइलो ठाउँ, तर रमाइलो ठाउँ क्या यहाँ रमाइलो बाबु। फेरि अहिले भैँचालोपछि त संसार झिलिमिली बनाए है। अहिले त पहिलाको घर राम्रो, तर माटोको घर चुटुक्क है, लिप्न दसैँ आएपछि लिप्यो, रातो लाएर पोत्ने है। दसैँमा आयो पोत्यो, कस्तो रमाइलो हुन्थ्यो। मेरो लायो, रातमाटो लायो, कालीमाटी लायो, कति राम्रो हुन्थ्यो। दसैँ आयो भन्यो चिउरा कुट्यो। हामी भुरा छँदा पनि चिउरा कुटे ओहो खान पाइयो। ढिकीमा हाल्थे, यहाँ हाम्रो माइत हाल्थे नि त, के ढिकी थियो, सबै गाउँबारीको आउँथे। ढिकीमा ओखला हालो झरर गर्दा कति बाहना आउँछ, पख अहिले जिउँला अहिले गाउँभरिकै आउँथे। अहिले त चिउरा खानालाई काठमाडौँ नै किने नि भइगयो। बेला चिउरा जस्तो होइन बाबु। ऊ बेला आफ्नो बारीमा के अरे बारीमा लगाएको नही धान घैया लाउँथे, त्यो घैयाका चिउरा कति गुलियो, ढिकमा कुट्या कति मिठो हुन्थ्यो। खेतालो हालिकन कुट्या। अरू माइत पनि त्यस्तै गरेर खान्थे। मेरो माइती त्यहाँ पाखुरे त हो नि, यो पारी। यता त म आएको छैन, फर्स्ट टाइमै हो यता त आएको म। छैन?